ल आज हामी चाहिँ कजेटिभ वर्ब भन्ने टपिक सुरु गरिरहेका छौं। जस्तो कि तपाई हेर्दै हुनुहुन्छ कजेटिभ वर्ब। कज भनेको के हुन्छ? कारण। वर्ब भनेको क्रिया। कुनै पनि काम हामीले गर्छौं तर कारणहरु कोही हुन्छ भने त्यसलाई कजेटिभ वर्ब भनिन्छ है। जस्तै म इंग्लिश बोल्छु तर मलाई इंग्लिश बोल्न कसले सिकायो? मेरो टिचरले। म इंग्लिश टिचरको कारणले बोलिरहेको छु भने त्यहाँ युज हुने वर्ब चाहिँ के हो? कजेटिभ वर्ब हो। त्यो सिम्पल कुरा बुझ्न पर्यो। र कजेटिभ वर्ब्समा मेनली 5 वटा वर्ब युज हुन्छ है। के छ त? गेट, मेक, हैव, लेट, हेल्प। अब यिनीहरुमा यति बुझ्ने हो यदि गेट फर्मको पछाडी एजेन्ट भनेको मान्छे छ भने जहिले पनि टु इन्फिनिटिभ राख्ने हो। बाकी यो तीनटा मेक, हैव, लेट छ भने यिनीहरुको फर्मको पछाडी एजेन्ट छ भने इन्फिनिटिभ मात्र राख्ने भन्नाले टु राख्न मिलेन। र यदि हेल्प छ भने दुईटै एप्लाई हुन्छ। एजेन्ट छ भने इन्फिनिटिभ पनि हुन्छ, टु इन्फिनिटिभ पनि हुन्छ। एक्जाममा सोध्यो भने दुईटामा कुनै एउटा दिन्छ, दुईटैमा टिक लगाउन पाइयो। अब हेर्नुस्, तर यो जानिसकेपछि नोटमा के बुझ्न पर्यो? कजेटिभ वर्ब कुनै पनि छ तर त्यहाँ यदि तपाईलाई पछाडी एजेन्ट नभएर, मान्छे नभएर यदि थिङ आइदियो भने त्यहाँ जहिले पनि पास्ट पार्टिसिपल भनेको वर्बको थर्ड फर्म एप्लाई गर्न पर्छ है। त्यति बुझ्नु भयो भने कजेटिभ वर्ब सकियो, केही छैन कजेटिभ वर्बमा। अब हेर्नुस्, ही गेट्स मी। अब हेर्नु त, गेटको फर्म हो। अब गेटको फर्म भनेपछि अथवा कुनै पनि वर्बको फर्म भनेपछि के बुझिन्छ? 12 वटा टेन्समा कुनै पनि हुन सक्छ। मेन वर्बको रूपमा चाहिँ यो हुनु पर्यो। अब यहाँ तपाई हेर्नु त, मी भनेको त म त मान्छे हो। मान्छेको लागि प्रयोग हो भने टु प्लस इन्फिनिटिभ आयो, टु बी1। यदि यही सेम ठाउँमा यदि तपाईलाई मान्छेको ठाउँमा कुनै वस्तु दिदियो अथवा गाई भैँसी जे पनि दिदियोस् त त्यहाँ हामी के बुझ्छौं? मान्छे होइन भने त्यो वस्तु हो। र त्यो ठाउँमा हामी के राख्छौं? टु प्लस v1 को ठाउँमा अथवा सल्भ को ठाउँमा हामी सल्भ गर्दिन्छौं, थर्ड फर्म युज गर्दिन्छौं। यति गरेपछि सक्यो, दैट्स अल।